हेलो एभ्रिवान, आज मिति 2083 जेठ महिनाको आज चाहिँ 6 गते है त। अनि आज चाहिँ है हाम्रो फार्ममा चाहिँ यसरी ड्र्यागन फ्रुटहरू चाहिँ पट्टापट पाक्दैछ साथीहरू है। अनि अब चाहिँ यो ड्र्यागन फ्रुटहरू चाहिँ अब टिप्ने बेला भइसकेको छ। अनि आजको हाम्रो काम चाहिँ यो ड्र्यागन फ्रुट टिप्ने हुन्छ अनि यसले स्टोर गर्नुपर्ने हुन्छ अनि यसको वेट छुटाउनु पर्ने छ साथीहरू है। अनि आज चाहिँ हामी दिउँसो अनि खानासाना खाएपछि अनि यो काम चाहिँ है सबैजना मिलेर चाहिँ गर्नेछौँ है। अनि म तपाईहरुले नै अपडेट गर्दै गर्नेछु। अनि तपाईहरुले कस्तो लाग्छ मैले बनाएको भिडियोहरू, यदि राम्रो लाग्छ भने है अनि लाइक कमेन्ट र सब्स्क्राइब पनि गर्न नबिर्सनु होला। मैले नै फर्स्ट चोटि भन्नाले ट्राई गर्दैछु है युट्युबमा अब कसरी भिडियोहरू हाल्ने है। एडिट गर्न खासै मलाई आउँदैन, त्यही भएर म जस्तो मोबाइलमा भिडियो क्याप्चर गर्छु है म त्यस्तै चाहिँ हाल्ने गर्छु। अनि म हल्का भोइस कभर गर्ने नै कोसिस गर्दैछु है, तपाईहरु चाहिँ मिलाएर बुझिदिनु न है। अनि अब त्यही हो, अब कति कुराहरु त जानेको हुँदैन है, अनि त्यो चाहिँ सिक्ने कोसिस गर्दैछु म पनि है। तपाईहरुले सहयोग गर्नु न, सपोर्ट गर्नु अनि अझै भन्दा राम्रो गर्नेछु म पनि। अनि हुन त जानेर मान्छे कोही पनि आएको हुँदैनन् है, त्यही भएर चाहिँ सिक्ने क्रम जारी छ है त। अनि यो फार्म पनि तपाईहरु नजिक हुनुहुन्छ भने चाहिँ यदि इच्छुक हुनुहुन्छ भने हाम्रो फार्म पनि भिजिट गर्न सक्नुहुन्छ। यो फार्म चाहिँ हेटौँडा 12 रमेश चोक स्थितमा छ है। हाम्रो फार्मको नाम चाहिँ सिन बहुउद्देश्य कृषि फार्म है। हाम्रो फार्ममा चाहिँ प्योर अर्ग्यानिक मात्र ड्र्यागन फ्रुट उत्पादन हुन्छ। यसकारणले है तपाईहरु को इच्छुक हुनुहुन्छ मेरो आफन्तहरु साथीभाइहरु है सबैजनाले चाहिँ वेलकम गर्न चाहन्छु हाम्रो फार्ममा। अनि भिजिट गर्नु होला है। अनि यदि अर्ग्यानिक फल खान चाहनुहुन्छ भने चाहिँ तपाईहरु आउन सक्नुहुन्छ र आफ्नो परिवार अनि लिएर नि है घुमघाम गर्न आउन सक्नुहुन्छ है त। मेरो चाहिँ है फर्स्ट टाइम चाहिँ यसमा मैले भोइस कभर गरेको छु युट्युबमा। सायद है अब कस्तो आको हो है तपाईहरु नि कमेन्ट गर्न होला है। ओके साथीहरु, बाइ बाइ, हैव अ गुड डे।